भगवानले देख्छन् र म पनि देख्छु। साथीहरू, यो चाहिँ आज हाम्रो यो युट्युब च्यानलको यो भिडियोको यो चाहिँ एउटा शीर्षक रहेको छ है, जुन चाहिँ डेली लाइफसँग रिलेटेड पनि छ मजाले है, जुन चाहिँ इन्सपिरेसनल भने एकदमै प्रेरणादायी कथा हुनसक्छ भनेर होइन। यो स्टोरी चाहिँ मलाई अब मैले नि पहिलोचोटि सुनेको, एकदमै हुनसक्छ कसैको लागि प्रेरणादायी हुनसक्छ है। यो स्टोरीबाट कसैले केही कुरा सिक्न सक्छ कि है भनेर यो एउटा स्टोरी सेयर गर्न लागेको मात्र हो है त। सो स्टोरीको शीर्षक भनिहालेँ मैले, भगवानले देख्छन् र म पनि देख्छु है। यो स्टोरी एकदमै रोचक छ कि। यो स्टोरी कस्तो छ भन्दाखेरि चाहिँ एउटा मान्छे नयाँ बन्दै गरेको मन्दिर हेर्नका लागि जान्छ। मन्दिर परिसरमा देवताको मूर्तिहरू बनाउँदै गरेको उसले मूर्तिकारलाई पनि भेट्छ है। ऊ हेर्छ यता मन्दिरको संरचना कस्तो छ है, कस्तो बनाइँदैछ है, मूर्तिकार पनि त्यही छ है, मन्दिरको लागि मजाले मन्दिर बनाइरहेछ है। कस्तो बनाउनु लागि अब कस्तो मूर्ति राख्ने हो। अनि मूर्ति बनाउँदै गरिरहेको त्यो हेरिरहँदा अचानक उसको नजर त्यो मूर्तिकारले त्यो बनाइरहेको मूर्तिभन्दा अर्को मूर्तिमा पर्छ कि है। अनि त्यो मूर्ति पनि उसले हेरिरहेको हुन्छ, एकटकले हेरिरहेको हुन्छ। दुईवटा मूर्तिमा उसले केही पनि फरक पाउँदैन के। उसले त्यो दुईवटा मूर्ति चाहिँ हुबहु मिलेको देख्छ। यो देखेर ऊ आश्चर्यचकित हुन्छ, ओहो झस्किन्छ के। अनि त्यो मान्छेले, जुन मन्दिरमा घुम्न गएको मान्छे छ, त्यो मान्छेले के सोध्छ भन्दाखेरि के तपाईँलाई एउटै देवताको दुईवटा मूर्ति बनाउनको लागि भनेको छ, त्यस्तो रिक्वेस्ट आएको छ भनेछ। अनि मूर्तिकारले भनेछ त्यस्तो त छैन, वास्तवमा मलाई त यो जम्मा एउटा मात्र मूर्ति बनाऊ भनेर आदेश आएको छ, मैले सोही अनुसार बनाइरहेको छु भनेछ। त्यसपछि त्यो मान्छेले भनेछ अरे अनि यस्तो यदि एउटा मात्र मूर्ति बनाउनु भनेको छ भने तपाईँ किन चाहिँ उस्तै मूर्ति, दुईवटा मूर्ति, सेम मूर्ति चाहिँ किन बनाउन खोज्दै हुनुहुन्छ, किन लाग्दै हुनुहुन्छ भन्दाखेरि है। यस्तो भनिरहँदाखेरि उसले भनेछ मैले पहिलाको मूर्ति बनाउनु त बनाएँ, मेहनत परिश्रम गरेँ है, सक्दो मेहनत गरेर बनाएँ। अन्तमा मूर्ति बनाइसक्ने बेला त्यहाँ अब मूर्ति बनाउँदै गर्दा त्यहाँ केरी नपुग्यो। त्यही भएर चाहिँ मैले यो नयाँ मूर्ति बनाएको हुँ भनेर भनेछ अरे। अनि त्यसपछि त्यो मान्छेले अझ के गर्छ भन्दाखेरि ओहो केरिएको छ, मिस्टेक छ भन्छ। मैले हेर्दा त ओहो कति राम्रो मूर्ति छ, दुईवटा हेर्दा हुबहु छ, उस्तै छ भन्छ। अनि त्यसपछि ऊ फेरि जान्छ, अनि फेरि गएर हेर्छ होइन, हेर्छ अनि उसले कहाँ मिस्टेक छ उसले पत्ता लगाउन सक्दैन। ऊ फेरि कन्फ्युजनमा पर्छ, कतै यो मान्छेले मसँग झुट त बोलिरहेको छैन भन्छ। अनि फेरि सोच्छ, अब मूर्तिकारले फेरि सोच्छ मैले त यो मूर्तिमा कुनै पनि त्यस्तो मिस्टेक भेटिनँ त, आखिर कुरा के हो भन्छ। अनि त्यसपछि सोच्छ, अनि त्यो मान्छेले भन्छ मुस्कुराउँदै भन्छ उसको त्यो आँखा छेउमा यो गालाको साइडमा भगवानको मूर्तिको यो साइडमा चाहिँ अलिकति केरिएको छ भनेर भने। अनि उसले हेर्छ, अनि टक्क उसले भने बित्तिकै ट्याक्क लगाएर देख्छ अनि यो कारणले पो यो नयाँ मूर्ति बनाउन लागेको रहेछ भनेर भन्छ कि। अनि त्यही सिलसिलामा होइन यही कुरा हुँदै गर्दाखेरि गर्छ। अनि त्यो मान्छे, त्यो घुम्न गएको जुन भिजिटर छ त्यसले फेरि सोचेर भन्छ दाइ है, मूर्तिकारलाई अब मूर्तिकारज्यू भने नि दाइ यो मूर्ति चाहिँ खासमा कहाँ राख्न लागेको हो, कति फिट अग्लो ठाउँमा राख्न खोजेको हो भनेछ। अनि त्यो मूर्तिकारले नि भनिदिइहाल्छ यो चाहिँ यो मन्दिरको अब 20 फिट माथि अग्लो ठाउँमा चाहिँ सबले देखोस् भनेर राम्रो होइन, यस्तोमा चाहिँ राख्ने भन्ने कुरो छ भनेर भनेछ अरे। अनि त्यसपछि त्यो मान्छेले फेरि सोचेछ अरे, अनि भनेछ अरे दाइ यदि 20 फिट माथिसम्म त्यो उचाइमा राख्ने भयो त त्यहाँ राख्दा भइहाल्यो नि, त्यहाँको को मान्छेले चाहिँ देख्छ र त्यहाँ है। त्यो सानो बिन्दु, सानो त्यो मिस्टेक त टाढाबाट त्यति सजिलै निहाल्न सकिँदैन नि भनेर भनेछ। त्यसपछि त्यो मूर्तिकारले के जवाफ दियो भन्दाखेरि भगवानले देख्छन् र मैले पनि देख्छु भनेर भनेछ। सो साथीहरू, तपाईँले यो स्टोरीको मोटिभ त बुझ्नुभयो नि होइन। हामी हुन्छ नि, हामी पनि डेली लाइफमा होस्, हामी लाइफमा पनि धेरै डिफ्रेन्ट टाइपको के मिस्टेक्सहरू गरिरहेको हुन्छौँ होइन। जुन कुरा चाहिँ मैले गरेँ मिस्टेक चाहिँ अरूले नदेखोस् होइन, अरूले नदेखिदियोस् होइन, अरूले हाम्रो कम्पेयर नगरोस् भन्ने कुरा हुन्छ नि त होइन। हाम्रो डेली लाइफमा हुन्छ नि, त्यहाँ पनि हुन्छ नि त्यो
जुन त्यो मिस्टेक छ त्यो मिस्टेक त देखिँदैन थियो नि, तर गड सिज ट्रुथ बट वर्ड्स भन्छ नि, यही सेम कुरा, यो कुरा यहाँ रिपिट भएको छ कि। त्यही भएर होइन कुनै पनि काम गर्दाखेरि कुनै पनि आफूले कुनै पनि अब जुनसुकै काम गरे भने त्यो पेसामा हामी पोख्त हुनुपर्छ है, त्यो पोख्त हुनुपर्छ। हामीले हाम्रो मिस्टेक नछुपाइकन पारदर्शी ढङ्गले यो काम गर्नुपर्छ भने पनि यो स्टोरीको एउटा मोटिभ रहेको छ। सो गाइस आजको लागि चाहिँ स्टोरी यति नै रहेको थियो, जुन स्टोरी चाहिँ एकदमै इन्सपिरेसनल पनि छ है, एकदमै राम्रो, यसले पोजिटिभ कुरा दिन खोजेको छ। यदि तपाईँहरूलाई मेरो भिडियो मन परेको छ, यस्तै कन्टेन्टहरू अझ चाहनुहुन्छ भने तपाईँले यो च्यानल लाइक सेयर सब्सक्राइब जे हुन्छ तपाईँले गर्न सक्नुहुन्छ। सो सी इन द नेक्स्ट भिडियो, टाटा बाई बाई।